ओम शुभ बिहानी। के तपाईँ तनावबाट मुक्ति चाहनुहुन्छ? एन्जाइटी डिप्रेसनबाट मुक्ति चाहनुहुन्छ? आफू स्वस्थ भएर बाँच्न चाहनुहुन्छ? यसको लागि पनि एकदमै राम्रो प्राणायाम छ, जुन प्राणायाम हामी दैनिक गर्नाले हाम्रो वात पित्त कफ जस्तो तत्त्वलाई सन्तुलनमा ल्याइदिन्छ। यो सन्तुलनमा आउने बित्तिकै हामी सयौं रोगबाट मुक्ति पाउँछौँ। यसले हाम्रो मुटु कलेजो फोक्सोको कार्यक्षमतालाई वृद्धि गर्छ। यसले हाम्रो शरीरमा प्राण भर्ने काम गर्छ। अक्सिजन भनेकै हाम्रो प्राण हो। यसले शुद्ध अक्सिजनलाई भर्छ र दूषित कार्बन डाइअक्साइड युक्त हावालाई यसले बाहिर फ्याँकेर हाम्रो शरीरलाई शुद्धिकरण गर्छ। आउनु यस्तो राम्रो प्राणायाम छ, यसलाई दैनिक बनाउनु भयो भने तपाईले नयाँ जीवन पाउनुहुनेछ। यसलाई गरेपछि मात्रै थाहा हुन्छ। जसरी पानीको तिर्खा पानी नपिएसम्म हामीलाई मेटाउँदैन, त्यसरी नै यी प्राणायामहरू पनि हामीले हाम्रो जीवनमा नगरेसम्म यसले हाम्रो जीवनमा राम्रो प्रभाव पार्न सक्दैन। त्यसैले यी प्राणायामहरू दैनिक हामीले आदत बनाउनु पर्छ। आउनुहोस् यो प्राणायाम गरेर हेरौँ। यसलाई भनिन्छ अनुलोम विलोम प्राणायाम। यो गर्न सजिलो छ। यो खाना खाएको आधा घण्टा पछि टिभी हेर्दा हेर्दै पनि गर्न सकिन्छ, बाहिर घाम ताप्दा ताप्दै पनि गर्न सकिन्छ, भुइँमा बस्न नसके कुर्सीमा बसेर पनि गर्न सकिन्छ, बसेर गर्न नसके सुतेर पनि गर्न मिल्छ। यो एकदमै राम्रो प्राणायाम छ र गर्न पनि सजिलो छ। यसको फाइदै फाइदा छ, यसको बेफाइदा छैन। यो जुनसुकै उमेरको व्यक्तिले पनि गर्न सक्नुहुन्छ, जस्तोसुकै अवस्थामा पनि गर्न सक्नुहुन्छ। यसको एकदमै राम्रो फाइदा छ। आउनुहोस् यो प्राणायाम गरेर हेरौँ। ढाड कम्मरलाई सिधा राखौँ र हातलाई अपान वायु मुद्रामा राखौँ। बुढी औँलाले हाम्रो दायाँ नाकको पललाई बन्द गरौँ र बायाँ नाकबाट सुरुमा श्वासलाई भरौँ। आनन्दका साथ श्वासलाई भरौँ। आँखालाई हल्का बन्द गरौँ। मुखलाई हर्षित मुद्रामा राखौँ। अब साइले औँलाले बायाँ नाकको पललाई बन्द गरौँ र उक्त हावालाई दायाँ नाकबाट बाहिर फ्याँकौँ। अब फेरि दायाँ नाकबाट श्वास भरौँ आनन्दका साथ। अब बायाँ नाकबाट प्रश्वास गरौँ। फेरि बायाँ नाकबाट श्वास भरौँ, दायाँ नाकबाट प्रश्वास गरौँ। फेरि दायाँ नाकबाट भरौँ, बायाँ नाकबाट प्रश्वास गरौँ। एवं रीतिले यसलाई गर्न सकिन्छ। सुरुमा गाह्रो हुन्छ भने 5 मिनेटबाट सुरु गर्ने। यसको अन्त्यमा पनि बायाँ नाकबाटै श्वासलाई बाहिर फ्याँकेर यसलाई बन्द गर्न सकिन्छ। यसलाई हामी 5 मिनेटबाट सुरु गर्दै गर्दै 10, 15, 20 गर्दै आधा घण्टासम्म गर्न सकिन्छ। यसलाई दैनिक 15 मिनेट गर्नाले हाम्रो शरीरको शुद्धिकरण हुन्छ। हामी ऊर्जावान हुन थाल्छौँ। हामी नयाँ तरिकाबाट सोच्ने क्षमता हामीमा वृद्धि हुन्छ। हामी क्रिएटिभ माइन्डको हुन थाल्छौँ। हामीलाई कुनै पनि कार्य गर्न असजिलो लाग्दैन। जस्तोसुकै समस्यामा पनि हामी धैर्य बन्न सक्छौँ। हाम्रो मन विचलित हुन सक्दैन। त्यसैले यसलाई हामी दैनिक बनाउनु पर्छ। यो एकदमै राम्रो प्राणायाम छ, गर्न पनि सजिलो छ र फाइदा धेरै छन्। यसलाई दैनिक बनाउनु हुनेछ भन्ने आशा राख्दै आजलाई म यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार।